मान्छे मेरो सानो बुवा म त सानो बाप हो ए म त माम भनेर बिहानदेखि एकपल्ट अँगाल्ला नि हाल्छ कि बहादुरी फेरि नरिसाउनुहोस् है हजुरहरू हामी आज बाहा जोडेर यो सब हो हाम्रो यो जनम यो नाता कहिले पनि नटुटोस् सब हुन्छ भन्दैलाई त त्यो ठुलो पाप लाग्छ अरे बत्ती र सम्झिँदा पनि सक्छ बुढी सम्झिनु हुनुहुन्छ पर्दैन जिजु आमा हुनुहुन्छ कि अब पहिला सक्यो भने क्या जिजु आमाले सकेको कुरो सकेको होइन क्या यो कस्तो कुरा र यो पनि फोटो मिठो गर्नुपर्छ त्यही हो अब यसो गर्नु तपाईँ नै बस्नुहोस् है हाम्रो म त जिजु आमाको हो जिजु आमा होइन मान्नुपर्छ कि त्यही भएको तपाईँ नमस्कार दुईजना एकैचोटि मामा सम्झे बेहुलाको मामा यो बर्को कस्तो यो बर्को सबैलाई नमस्कार सपनीमा छुनु र मोनु दिवालीमा सम्झेर नरोनु जाडो आइरहन्छ ए हो आज मलाई उनीको पछौडी जाडो आइरहन्छ रुडी कुरे होइन चुला भाटिकामा भेट्न भाटिकामा भेट्न
कोसेली होला सम्झन्छे माइतीको चोखो कोसेली होला सम्झन्छे हामी छौँ के तिमी आइसके
भनेपछि दिदी नि उहाँ पनि सँगै हुनुभयो गइसक्यो खा यता ल 2 वर्षको प्रेम सफल भयो कङ्ग्रेचुलेसन हामीलाई त्यो गरिदिनु भएको भन्नु आज र भोलि हो पानी समय
के हुन्छ अहिले बेलुका लक्ष्मी भित्रको बेलामा नानीमा मेरो छोरो पढाएर सकिन्थ्यो नि मेरो मनले माने नआयो हो त आउनु त भत्ता बाबा आउनुपर्छ म चाहिँ कान्छो मामा मामा सोच्छ काइला बुवाको चाहिँ कान्छो छोरी जान परिवार म छु विशेषले तपाईँले हाम्रो नानीले त अहिले सुते सुते हुनु पर्यो खानेटिका लागि हुँदैन गाडीबाट सेतो बोरा कसले उठाएर राखिराखेको नि मेरो दिनभरि करा दक्षिण हरा होला बुहारीले दिनुपर्छ के बुहारीलाई पाँचमा हाल्नु पैसा पाँचमा लुगामा चाहिँ नदल न छोरी अन्त जाँगा पनि मैले देखाएको अघि नै भन्छु भनेको है हेर त मान्छेले नि चिजको अनि तैँले भेटे पनि यसो यसो सामान मोबाइल खोइ साथीले भेट्यो नि तिनचोटि भयो त राख्नु पर्यो आगाबाट हामी गएर साथी थाहा सबै पैसा पैसा चाहिँ कलाम परेन गाडीमा अहिले जाने नि कतिजना को हुन्छ है धेरै लुगा सुगा हाल्यो केही सामान त छैन माथि गाडीमा सबै निकाल्यो कसै सामान जाँदाखेरि मम्मी आउँदै हुनुहुन्छ विशेष सबजना मजाले सुतेको
कि माथि जानु नि त ठुलो छोरी अब यो जति नै हाम्रो घरमा भाडा खर्चमा भयो नि त्यो कार्यमा राजा लक्ष्मी सुरक्षा ध्यान हुनुका कारण समाजको मुखमा अमृत भएको थियो सबै सारा आफ्नो भनेपछि अब धेरै बुझेका नानीहरूलाई के विषय प्रशस्ति हुन्छ अब बुढो बाजेले आफै दिएछ भन्नु त बाँधेर राखेर हाल्नु पर्यो बाबुले देखाइदिनु पर्यो फोटो देखाउनु काटेको बनाउँछ
बुढाबुढी मान्छे टाढा टिका लाउँछ खाना पाके भएदेखि टाढा खाना दिने योजना बनाइदिनु भन्दिन न भन्नु न पुरा बेहुला बेहुली बस्यो भने कान्छी छोरी तपाईँ कान्छी छोरी तपाईँ लाउने क्यामेरा हामी लाउँछौँ हाइलाइट गरेर सबभन्दा ठुलो कुरा के हुन्छ भनेदेखि नानी रिस साधना हेर शिरमा रिस गर्नु मेरो स्कुलमा राम्रोसँग हात राखेर हामीले जसरी तिमीलाई त्यस्तै गरेर तपाईँ चाहिँ उठेर ठुलो बोल्नु नि म अब सोच्दै हो यहाँ राख्नु पऱ्यो कि यो ज्वाइँको के अरे छोरी ज्वाइँकोमा पहिलो हात है अब यसै गरेर सबैभन्दा यो जानुपर्ने हो कि टेबल जस्तो सुखी कुरा किन्नु हुनु पल्लामा लडा सुखी बडा ठुलो ज्ञानी हुनु बुद्धिमानी हुनु आउनु बेर पनि छैन
त्यहाँबाट झिक्दै लाइनमा बस्छ साइन पनि ला म यो मान्छे देउलीलाई चुनाइदिन्छ देउलाले भन्ने त्यही त नातिले चाहिँ उहाँ यो साइन बच्चाले बुवालाई चुनाइदिन्छ उहाँ यो मान्छे यो मान्छे गोपाल भन्नुभयो गुरुको गोपाल भन्ने गोपाल त भन्ने गोपाल भन्ने चिनै छैन हैन गोपाल भन्ने भन्दा पछाडि पर्ने को धेरै पछाडि यसै गरी वर्षिने यसै गरी सन्तोष खुसी शुभ कार्य यसै गरी गर्नु तपाईँलाई अफसोस भन्ने कहिले नपर्छ टिका चाहिँ दिँदै मिलेर भन्न सुन्नु खुसी मेरो भान्जाको बिहेको लागि म कति खुसी र कति शान्ति आएको म कहाँदेखि आएको नानी म घर सही मेरो भेनालाई यसै गरी अब भनेको कान्छो छोराको बिहे पनि यसै गरी गर्न पाइयोस् यसरी खुसीले हामी सबैजना जम्मा भएर शान्तिले खुसीले गर्नु पाइयोस् यसरी मेरो भेनाको यसै गरी धेरै धेरै शुभकामना छिटै बिहा धेरै शुभकामना धेरै राम्रो होस् ठुलो गौरव तात्तिनु पर्छ नि थोरै लाग्यो
अन्त साडी लाउनु बुझ्यो के भनौँ र भाइ माग्ने आइपुग्यो तातो पानीले छोडेर यतिको घाममा है चिसो पानीको भात छ भने हल्नुहुन्छ टाकाको जस्तै हातमा बोकेर हिँड्न लाग्दैन मेरो भिडलाई सन्चो बिताओस् रोग कष्ट कहिले नलागोस् यस्तै शुभ काम गरिरहनु वर्षिनी बोलाउनु सधैँभरि यस्तै राम्रो काम राम्रो हुनुपर्छ हाम्रो जस्तो साथीको टाढा छ त्यसलाई सबै पाइयो त्यहाँ माथि सधैँभरि तिमीले माग्न आउनुपर्छ घुम्न आउँदैछ भनेर सधैँभरि मैले यसै तिमीलाई आउन पाइयो त्यहाँ माथि तिमीहरूको आशीर्वाद सालीको छोरो भाइ भाइले अहिले सधैँ बस्छ देखेँ त्यो राम्रो रहेछ यस्तो यस्तो गर्नुपर्छ भन्दा पनि अझै पनि भने घरमा कुनै ठाउँमा देउदेउ तपाईँ सधैँ पनि भगवान् मेरो हिले पालेर कुवार भात मेरो हाल समाज सधैँभरि कहिले पनि तिमीलाई रोज फुटाल्नु अब गुमाला 5 रुपियाँ दियो भने के लाग्ने मलाई भन्नु पैसा लु छैन लाग्दा होइन हजुरले आशीर्वाद दिनु त यही लाग्छ लाग्छ सबैजनाले 24 सेन्टर निकाल्नु फुपूको छोराले टिका लाउनु हुन्छ त्यही भएर दाजु भाउजू भए पनि के भने बाहुन भइहाल्छ अनि हामीले श्रीराम दाइले टिका लाउनु तुरङमा ढिलो अघि तुरङमा हतार गर्ने अनि भिडियो सुट गर्दैछु जमुना त अनि आज के भइहाल्छ हुन त तल पञ्चायत सञ्चायत गाडी आउँछ अरे सबैजना मलाई उहाँलाई नै आज पठाएन परिवारमा सुख शान्ति होस् यो जोडी चाहिँ परिवारको जोडी भन्दा जोडीमा बारा होस् अनि मनोरञ्जन होस् हल्लाको भद्र सुरुवात भएको छ
फलानुको भान्जा र भान्जी बुहारी भन्ने हामीले पनि हाम्रो भान्जा बुहारी चाहिँ यहाँ पुर्याउनु भनेको छ त्यसले फलोस् फुलोस् सबै 35 देवता सेवन गर्छन् कसैको मेरो भान्जी बुहारीलाई चाहिँ त्यस्तै राम्रो होस् त्यो हुँदैन अनि मेरो भान्जाको र दाम्पत्य जीवन एकदम सुख शान्ति बितोस्, सनादिन खुसी रहनु, जे मनले चिताको सोही पुगोस् परमेश्वर। कुनै मेरा नजिकमा यस्ता मामाहरू छन् भने सदा हामीलाई मान्नु परोस् परमेश्वर, सन्तुष्ट होस् परमेश्वर, सुख शान्ति मिलोस्। यसरी बिहा गरियो भनेर श्रीमतीले पनि राम्रो गर्ने सदा दिन परमेश्वर। तिमीलाई जे मनले चिताको सोही पुगोस् परमेश्वर, ग्रहहरू सधैँ शान्ति दियोस् परमेश्वर, सुख शान्ति दियोस् परमेश्वर। धेरै टिका लाउनु विवाह कार्य त पुष्पाता नमस्तु शुभम लौ परमेश्वर। भान्जी बुहारीको दाम्पत्य जीवनको सुख शान्ति रहोस् सदा दिन। नौ ग्रहहरू शान्त हुन् परमेश्वर। राहुको शान्ति, केतुको शान्ति, मङ्गलको शान्ति, उल्काको शान्ति, भौमको शान्ति होस् परमेश्वर। सदा दिन सुखी हुनु। अब मेरा मामा ससुराहरू यस्ता छन् भने तिमीले हामीलाई मान्नु पर्यो। जहाँ मैले माग्नदेखि लिएर गएर आजसम्म बिहासम्म गरिदिएको आजसम्म बसेको छु। श्रीमानलाई राम्रो गर्नु, सासु ससुरालाई। श्रीमानलाई भन्दा पनि बरु श्रीमानलाई नराम्रो गर्नु, सासु ससुरालाई एकदम राम्रो गर्नु। सासु ससुरा भनेको भगवान् हुन्। सासु ससुरालाई राम्रो गर्नु, सुख शान्ति दिनुहोस्। तिमीलाई के थाहा छ? नौ परमेश्वर सन्तुष्ट ल यी गजनरकै भान्जी बहिनी अनि भान्जी नहो, राम्रो होस्, सुख शान्ति होस्। सेती दिदीको चाहिँ बुहारीको बहिनी नौ परमेश्वर सन्तुष्ट होस् सदाले चाहिँ हँसिलो पैसिलो हुनुपर्छ। गाउँले राम्रोसँग मानु परमेश्वर। तपाईँले मेरा ससुराली यस्तो छ नै भनेर हुन त अहिलेसम्म सानो काम पऱ्यो भने दौडेर पुग्नुहुन्छ, राम्रो पनि छ हो। अलिकति नजिकको ज्वाइँ छ बाबुले सत्य एकै उधारो राख्नु, उधारो राख्नु ठुलो दिन सक्नु पनि पऱ्यो नि। उतै राख्ने भन्ने होइन, उतै राख्ने मैले उतै राखिदिएको आउनुभयो यहाँ माइज खानेलाई अब पाहुना कि गएको छैन। अब तिम्रो त हजुर भयो बाबालाई पानी हालेर मुस्नु मामाले त अन्तिममा पो त सकेपछि लो आशिक दिने राम्रो फलियोस्। मामाले अन्तिम हजुरबाले पहिला भयो त्यही त ला भन्दै जान्छ। यस्तो हो कि बेसी दिने तपाईँले है बेसी दिने तपाईँले ल आशिक दिने राम्रोसँग मेरो भान्जा आशिक दिएर भन्नु न उसले बेसी दिन्छ अनि तिमीहरू दुईजनाले
उज्यालो पारेर कमाउनु पर्ने सन्तोष होस् सुस्ता होस् गाउँलाई पत्र होस् तिमीहरू दुईजना पढाएको भाले बहिनी जस्तो यस्तो माया प्रीति रातो माया पाउने लिएर नानीले सन्तोष खुसी काठमाडौँ मात्रै धेर नबस्नु हामी पनि हजुरको नातिले यहाँ राखे त अनि काठमाडौँमा धेर भने त्यही त हो नि मैले दाइलाई बाटो खर्च दिन लागेको हुन्छ हुँदैन फ्लाइटै छ है घरै अस्ति भर्खर किनिसक्यो घरै कम भएको एकै कुरा तिमीहरूको त होइन नि मिल्दैन नि फेरि होइन यिनीहरूले टिका लगाउनुहुन्छ हुन्छ टिका लगाइदिनु दिदीबहिनीले नि हुन्छ हुन्छ आज बिहेमा दिदी मान्छे मेरो आफ्नै कपालमा हेर्ने क्या मैले कसैले आफ्नै मामा चाहिँ तपाईँले कतिवटा मामा जन्माएको थियो नि सबैभन्दा एउटै कुखो मामा जन्मेको मामा चाहिँ अनि हामी चाहिँ बाहिर कोखबाट जन्म गएर मामाले अलिक फर्स्टमै लगाइदिनु घरको बाइसकेको उहाँको चाहिँ है तल्लो गोपाल मामा ल्याएको छ तपाईँ हाते चाहिँ लगाइदिनुहुन्छ अनि तल अहिले हाते लगाइदिनुहुन्छ तिमीहरूले खाजा किन्न पैसा हामीले टिका लगाइदिन्छ क्या अन्तिममा होला नि रोहिन चाहिँ खाता बेहुलाको बाउ आमा लगाइदिनु पर्छ तिमीले लगाइसक्यो रोहिन नमस्कार जति सबै नसिक्यो एकदमै राम्रो शान्त होस् नमस्कार हाम्रो पार्टी साह्रै गरी फेरि हाम्रो पार्टी साह्रै एमाले पार्टी साह्रै गरी फेरि होइन
पसिना हेर्नु यहाँ धेरै ठाउँको कानु होइन ठुलो छोरो ठुलो जेठो छोरो मेरो नातिको जेठो नाति भयो धेर लाउनु हुँदैन भयो हजुर रसुवा मेरो मामा हो हातले छिल्ले दिदी आशीर्वाद त आजै हो नि भोलि भनेको पाइँदैन पाइहाल्छ दसैँमा चाहिँदैन नि होइन दसैँमा तँलाई मान्न म आउँदैन मलाई आइहाल्छु नि तपाईँकोमा ठुला बाउला मान्न उफ्रिन आउँछ यसो बिसेको हिँड्दै अहिले मेरोमा आउनुभयो खुसी लाग्यो त नि भइहाल्यो नि त्यही त भने खै को पाल्छ क्या हो हातमा लान्न यसरी अनि
जोडी राख्न राखेको हुन्छ छिजोडी के लाग्छ हाम्रो ससुराको जस्तो आशिक पो अर्का हाम्रो ससुरले भगवानको तिम्रो यो शुभ बिहाको शुभकामना तिमीलाई जहिले सन्तोष सुविधा हो जहिले राम्रो जोडाको परेवाको जस्तो आफ्नो जोडालाई कहिले पनि नबिर्सिनु दुईटैले एउटाले मात्रै होइन है दुईटैले नबिर्सिनु अब तिमीहरूलाई हाम्रो आशीर्वाद धन सम्पत्ति जे जस्तो भए पनि कमाउनु पर्छ तिमीहरूले पछि अनिखेर पाउले कमाइदिएर फलानाहरूको उसको भनेर नाम यो ठाउँमा टेकेर ठुलो मान्छे बनेर राम्रै परिवार होस् फलानाको नातो भक्भकै बिबिसी त खाली समय यहाँ न सासू नै होला क्यारे सासू मलाई पर्सि भिडभाड हुन्छ टिका लगाएर तपाईँलाई ठुलो बाबुलाई खुवाउनु पऱ्यो बनाउनु पऱ्यो अनि फेरि मात्रै सेल दियो हुन्छ नभए क्यान्सिल हानिदिइहाल्छ बुझिस् नभए तेरो बिहे क्यान्सिल होइन अहिले
भिनाजीले अहिले लगाइदिने हो क्या अनि अहिले लगाइदिएपछि सकिने बेलामा होइन अनि सकियो एकछिन टिका लगाइदिनु म आशिष देख्नु छोरा त्यस्तो हुन्छ दिदी आउनु यहाँ अरू भएर तपाईँले टिकाले बाहिर हिँड्नु पाउनु नत्र आफैले मेरो भाइ आशिक डक्टर मिश्र ज्ञानी ठुलो 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 मान्छे बन्नु धेरै पढ्नु दाइलाई मान्नु ल जहाँदेखि चिन्नु ल आउनु न